अरू पार्टीहरूले खास गरिकन कांग्रेस एमाले र कथित मधेसवादी दलहरू यिनीहरूले नेपाली जनताको मत चाहिँ धेरैचोटि लिए र जनताको आशा र अपेक्षा अनुसार देशको आवश्यकता अनुसार यिनीहरूले काम गर्न नसकेको भन्ने कुरा पुष्टि भएको छ र अहिले चाहिँ हामी यिनीहरूले जुन एउटा देशमा चाहिँ राजनीतिक अस्थिरता जन्माए, मान्छेहरूमा निराशा आक्रोश जन्माए र खास गरिकन राजनीतिक स्वतन्त्रता सँगसँगै जनताका आर्थिक समानताका कुराहरू, आर्थिक एजेन्डाहरू र मुलुकमा चाहिँ सुशासनको एजेन्डाहरू, उत्पीडित जनताका संविधानमा सुरक्षित गर्ने अधिकारहरू, यी सबै कुरामा चाहिँ वर्तमान नेपालको राजनीतिक दलहरू पूर्ण रूपमा असफल र असक्षम भएका छन् र जनताले बहुमत दिँदा पनि सरकार चलाउन नसकेको स्थिति देखा परेको छ र अहिले जनताका मेन मुद्दाहरू चाहिँ किसानहरूको खेतसम्म पारी पुर्याउने, मल खाद बिउको व्यवस्था गर्ने, युवाहरूलाई रोजगारको व्यवस्था गर्ने, किसानहरूको चाहिँ उत्पादन भएको बालीलाई बजारको व्यवस्था गर्ने हैन, अनि त्यसपछि युवाहरूको रोजगारको व्यवस्था गर्ने, स्वदेशमै रोजगारको व्यवस्था गर्ने, भ्रष्टाचार चाहिँ नियन्त्रण गर्ने, सुशासनको अनुभूति चाहिँ जनतालाई दिलाउने हैन, अनि शासकीय स्वरूपहरुमा पनि यस्तो खालको चाहिँ शासकीय स्वरूपको नेपाली जनताले चाहना गरेको छ जसले राजनीतिक स्थिरता दिन सकोस्, किनभने राजनीतिक स्थिरता नभएसम्म देशमा चाहिँ शान्ति सम्भव छैन, अग्रगति सम्भव छैन। यो कुराहरूमा पनि यिनीहरू असफल भए र साथसाथै नेपाली जनताका चाहिँ समानताका अधिकारहरू, संवैधानिक अधिकारहरू र खास गरिकन नेपालका आदिवासी जनजाति, दलित, मुस्लिम, महिला, निषाद समुदाय, युवाहरूको चाहिँ अधिकार हैन, थारूहरूको अधिकार जुन संविधानमा अधिकार दिएर उनीहरूलाई समानताको अनुभूति गराउनु पर्ने कुराहरू छन्, त्यसमा पनि यिनीहरू असफल भएका छन् भने अर्कोतिर संविधानलाई संशोधन गर्दै संघीयतालाई बलियो पार्ने र राज्यको पुनर्संरचना गर्दै संघीयतालाई अधिकार सम्पन्न बनाउने कुरातर्फ पनि यिनीहरू अगाडि चाहिँ बढेको देखिएको छैन र अहिलेको वर्तमान चाहिँ जुन संघीयता हो त्यो चाहिँ हामीले माग गरे अनुसार, जनताले माग अनुसार पहिचान सहितको अधिकार सम्पन्न प्रदेशहरू हुनुपर्ने ठाउँमा चाहिँ एउटा चाहिँ प्रशासनिक एकाइ जस्तो राजा महेन्द्रले बनाएको 5 प्रदेशलाई, 5 विकास क्षेत्रलाई 7 विकास क्षेत्र बनाए जस्तो एउटा नक्कली संघीयता र कुरूप संघीयता यिनीहरूले जुन दिएका छन्, यी सबै मुद्दाहरू हामीसँग छन् र सँगसँगै मधेसमा चाहिँ अब नेपाली जनताले चाहिँ मधेसको कुरामा चाहिँ जसरी एक प्रदेशको कुरा मधेसी जनताको कुरा थियो, सेनाहरूमा चाहिँ मधेसीहरूको सामूहिक प्रवेशको कुरा थियो हैन, यी एजेन्डाहरूलाई समानताको कुरा थियो, यी एजेन्डाहरूलाई मधेसवादी दलहरूले पनि छोडेको अवस्था देखिरहेको स्थिति छ। त्यसकारणले एकातिर यथास्थितिवादी प्रतिगामी शक्तिहरू छन् भने अर्कोतिर चाहिँ मधेसको नाममा खुलेका पार्टीहरू जो चाहिँ अवसरवादी, सत्ता लोलुप र खास गरिकन सत्ता समर्पण र मुद्दा विसर्जनवादी शक्तिहरूको रूपमा देखा पर्न थालेका छन्। त्यसकारणले अहिले नेपाली जनताले र मधेसको जनताले पनि नेपालको उत्पीडित जनताले चाहिँ एउटा नयाँ शक्तिको आवश्यकता महसुस गरिरहेका छन्। अब एउटा सचेत हुनुपर्ने कुरा के हो भने कि नयाँ शक्तिको नाममा चाहिँ फेरि पनि केही मतलब बाह्य शक्तिबाट परिचालित शक्तिहरू र केही चाहिँ प्रतिगामी शक्तिहरू हैन, खास गरिकन यो मुलुकमा संघीयता नचाहने, अधिकार सम्पन्न जनता हेर्न नचाहने, समानुपातिक प्रतिनिधित्वको समानुपातिक समावेशीकरणको विरोध गर्नेहरू पनि नयाँको नाममा चाहिँ आइरहेका छन्। त जनताले के पनि बुझ्नु पर्ने छ भने नयाँ व्यक्तिहरू आएर कुनै परिवर्तन हुनेवाला छैन हैन, यी व्यक्तिहरूको चरित्र पनि हेर्नु पर्यो, यी व्यक्तिहरूको चाहिँ स्रोत पनि हेर्नु पर्यो र नयाँ व्यक्तिहरूले खोलेका जुन पार्टीहरू छन् त्यसमध्ये
राजनीतिक र सैद्धान्तिक विचार बोकेको देशलाई बनाउने एउटा स्पष्ट खाका भएको एउटा घोषणा नीति र कार्यक्रम भएको त्यस्तो पार्टीहरूमा हामीले ध्यान दिनुपर्छ र नयाँको नाममा जो आए पनि नयाँ छ भनेर त्यसलाई चाहिँ मान्न सकिँदैन भन्ने कुरा नेपाली जनताले बुझ्नुपर्छ। हामी चाहिँ पुरानोलाई हटाउने नाममा चाहिँ नयाँ फेरि त्योभन्दा पनि खराब शक्तिहरूसँग सहकार्य गरेर अगाडि बढ्यौँ भने यसले झन् जटिल समस्या ल्याउने अवस्था देखा परेको छ। त्यसकारणले हामीले चाहिँ नेपाली जनताको मुद्दाहरूलाई सम्बोधन गरेर अगाडि बढ्न सक्ने, नेपालमा सुशासनको व्यवस्था गर्न सक्ने र खास गरिकन शासकीय स्वरूपमा चाहिँ जनताद्वारा निर्वाचित प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हैन हामीलाई चाहिएको अवस्था छ र भ्रष्टाचारलाई नियन्त्रण गर्नका लागि चाहिँ एउटा प्रभावकारी संयन्त्रको आवश्यकता छ हैन। त्यस्तो चिजहरू दिन सक्ने र आत्मनिर्भर देशलाई आत्मनिर्भर बनाउने, वैदेशिक सबै हस्तक्षेपबाट के भन्छन् कि मुलुकलाई मुक्त गर्न सक्ने, राष्ट्रिय स्वाभिमानलाई बढाउन सक्ने त्यस्तो शक्तिहरूको रूपमा जनताले अहिले छान्नुपर्ने बेला छ। हामीले आफूलाई चाहिँ निश्चित रूपमा यी पुराना परम्परावादी शक्तिहरूभन्दा र नयाँका नाममा खुलेका यथास्थितिवादी प्रतिगामी शक्तिहरू हैन र बाह्य शक्तिबाट सञ्चालित शक्तिहरू र विचारविहीन सिद्धान्तविहीन शक्तिहरू को ठाउँमा चाहिँ नेपाली जनताले चाहिँ सङ्घीय गणतान्त्रिक गठबन्धनलाई रोज्ने छ र सङ्घीय गणतान्त्रिक गठबन्धनका उम्मेदवारहरू समानुपातिकमा पनि र प्रत्यक्षमा पनि जुन देशभर उभिएका छन् उहाँहरूलाई जनताले समर्थन गर्नुहुनेछ भन्ने विश्वासका साथ चाहिँ हामी एकल चुनाव चिन्ह बस छाप लिएर जनताको बीचमा चाहिँ एउटा वैकल्पिक राजनीतिक शक्ति लिएर आएका छौँ।